आफ्नो निजी जीवनका कुराहरू कुनै दिन सार्वजनिक चर्चाका विषय बन्लान् भन्ने मैले कल्पना नै गरेकी थिइनँ। मैले मिडियामा आउन पनि चाहेकी थिइनँ। म त डिभोर्सपछि चुपचाप अमेरिका फर्किएकी हुँ। तर रवि लामिछानेको स्ट्याटस र अन्तर्वार्ता पढेपछि आफ्नो तर्फबाट केही कुरा स्पष्ट पार्नुपर्ने आवश्यकता महसुस गरेकी छु। यी हरफहरू ईशा लामिछानेले नेपालकै एक चर्चित अनलाइन खबरसँग गरिएको कुराकानी हो। आज हामी अनलाइन खबरले छापिएको एउटा प्रकाशन पढ्दैछौँ जुन ईशा लामिछानेले अनलाइन खबरलाई दिएको अभिव्यक्ति हो। तपाईलाई चाहिँ यो अभिव्यक्ति कस्तो लाग्छ अन्तिमसम्म सुनेर आफ्नो अमूल्य सुझावहरू तलको कमेन्ट बक्समा दिन नभुल्नुहोला। मलाई उहाँका प्रशंसकबाट धेरै गाली गौचका मेसेजहरू आएका छन्। धेरैले मलाई नै दोषी देखाइरहेका छन्। रविजीले अन्तर्वार्तामा मलाई डिप्रेसनको रोगी बताउनु भएको छ। सत्य हो, मैले लामो समय डिप्रेसनको औषधि खानु पर्यो। तर म के कारणले डिप्रेसनमा परे त? उहाँकै कारणले होइन। आफ्नो श्रीमानले बाहिर 10 जनासित सम्बन्ध राखेर अवैध सन्तान समेत जन्माउँदा कुन श्रीमती डिप्रेसनमा पर्दिन होला? धन्न मैले छोरीहरूको मुख हेरेर आत्महत्या गरिन। हाम्रो प्रेम विवाह हो, तर विवाहपछि मैले उहाँबाट आफूले चाहेको कल्पेको प्रेमको अनुभूति गर्न सकिनँ। वैवाहिक सम्बन्धको महत्त्व श्रीमानभन्दा श्रीमतीलाई बेसी हुन्छ। वैवाहिक सम्बन्ध तोडिँदा पुरुषले त सजिलै अर्को घर बसाउन सक्ला, तर महिलाले अनेक लालछना खेप्नुपर्छ। उसलाई समाजले राम्रो दृष्टिकोणले हेर्दैनन्। छोराछोरीहरूलाई त्यसको असर पर्छ। त्यसैले रविजीबाट वर्षौंसम्म तिरस्कार झेलेर पनि म हाम्रो सम्बन्धको संरक्षणमा नै दत्तचित्त रहेँ। म सुरुदेखि यो कुरा गर्छु, झर्को नमानिकन सुनिदिनु होला। 2051 साल मङ्सिर 11 गते हाम्रो विवाह भएको। मेरो घरमा आएर सामान्य सिन्दुर पोते गर्नुभएको थियो। एउटै स्कुलबाट एसएलसी पास गरे लगत्तै बिए गर्दा दुवै टिनेजर नै थियौँ। बिए गर्दा उहाँ पढ्दै हुनुहुन्थ्यो। पारिवारिक दायित्व आएपछि काम गर्न थाल्नुभयो। उहाँलाई पत्रकारितामा रुचि थियो। एफएममा काम गर्न थालेपछि लोकप्रियतामा पनि कमाउनु भयो। त्यसपछि टेलिभिजनमा हास्य कार्यक्रम पनि चलाउन थाल्नुभयो। स्मार्ट र प्रभावशाली हुनुहुन्थ्यो, चलाख पनि। एफएममा काम गर्न थालेदेखि उहाँको लोकप्रियता बढिरहेको थियो। खास गरी केटीहरू उहाँको आवाज र व्यक्तित्वका प्रशंसक थिए। केटीहरूका चिठी धेरै आउँथे, फोन पनि आउँथे। कुनै कुनै चिठी त मेरो मनमा चिसो पस्थ्यो। आखिर उमेरले पनि कच्चै त थिएँ। बिहे लगत्तै म गर्भवती भएँ। 19 वर्षमै जेठी छोरी जन्माएँ। त्यसपछि मेरो पढाइ अघि बढ्न सकेन। रविजी पनि पढाइ छोडेर करियरमै फोकस गर्नुभयो। बिहेको केही वर्षपछि रविजीको दाईहरूसँग खटपट भयो। एकजना दाई पनि सञ्चारकर्मी भएकाले उनछिन्न पाछिन भयो होला। अरू कारण भने जान्दिनँ। मलाई भने दाईहरूले केही नराम्रो गर्नुभएको होइन। दाजुभाइको मनमुटाव बढ्दै गएपछि हामी छुट्टिएर बस्यौँ। बानेश्वरमा मासिक 800-900 रुपियाँको एउटा कोठा लिएर केही समय गुजारा गरियो। रविजीको राम्रो हुँदै गएपछि केही समयपछि आडी गाउँमा 3 कोठाको फ्ल्याट लियौँ। रविजी दिनभरि बाहिरै बस्नुहुन्थ्यो। म घरमा छोरी स्याहारेर बस्थेँ। रविजी आफ्नो प्रोफेसनप्रति पहिलेदेखि नै डेडिकेट हुनुहुन्थ्यो। उहाँको प्राथमिकतामा पहिलो नम्बरमा काम, दोस्रो नम्बरमा साथीभाइ र तेस्रो नम्बरमा मात्रै परिवार आउँथ्यो। हरेक श्रीमतीले आफ्नो श्रीमानसित बढीभन्दा बढी समय बिताउन चाहन्छे। श्रीमानले घरको काम र बच्चाको हेरचाहमा साथ दियोस् भन्ने चाहन्छे। म पनि चाहन्थेँ। तर उहाँ परिवारका लागि समय निकाल्न सक्नुहुन्थेन। फुर्सदको समय पनि परिवारभन्दा साथीभाइसँग रमाउनुहुन्थ्यो। चाडबाडको समयमा परिवारसँग कमै बस्नुहुन्थ्यो। दसैँमा म र छोरीलाई टिका टाँसिदिएर निस्किहाल्नुहुन्थ्यो। बरु साथीहरूको घरमा तास खेलेर बस्ने त्यस्तै खुद्राम सिना कारणले मेरो उदास बढिरहेको थियो। उहाँ धेरै कार्यक्रममा भाग लिनुहुन्थ्यो, तर मलाई कुनै पनि कार्यक्रममा जान दिनु भएन। कुनै पनि निर्णय गर्दा मसित सल्लाह गर्नुहुन्न थियो। उहाँले गर्न लागेका कतिपय कामबारे म अरूका मुखबाट सुन्थेँ। ए हो र भन्नुपर्दा मजा लाग्दैन थियो। यस्तै चल्दै थियो। एक दिन मैले बाहिरबाट सुने उहाँको अमेरिकाको भिसा लाग्यो भनेर। छक्क परेँ।
उहाँले मलाई अमेरिकाको भिसा अप्लाई गरेको बताउनु भएकै थिएन। उहाँ अमेरिका उड्ने 3 दिन अगाडि मात्रै थाहा भयो। उहाँलाई सोद्धाखेरि कार्यक्रममा जान लागेको हो भन्नुभयो। मैले यसलाई ठुलो इस्युका रूपमा लिइनँ। उहाँ हामी आमा छोरीसँग बिदा भएर अमेरिका जानुभयो। जाने बेला भन्नुभएको थियो कि उता सेटल हुन सकियो भने तिमीहरूलाई पनि लैजान्छु। म खुसी नै थिएँ। रविजी अमेरिका गएको भोलिपल्ट हाम्रो ल्यान्डलाइन फोनको घन्टी बज्यो। एक अपरिचित केटीले फोन गरेकी थिइन्। ओइ, तेरो पोइ कहाँ गएको हो भन्। फोन उठाउन साथ उताबाट चर्को स्वरमा यस्तो आवाज आयो। म झसङ्ग भएँ। उस्तै कडा स्वरमा जवाफ दिएँ, जहाँ गए पनि तँलाई किन चाहियो? को होस् त? उसले भनिन्, तेरो पोइले मलाई धोका दिएर गयो। उसले मबाट 2वटा सन्तान जन्माएको छ। कहाँ गएको हो? भनिनस् भने तिमीहरू आमा छोरीलाई किडन्याप गरिदिन्छु। मैले उनको कुरा पत्याइन, झ्याप्प फोन राखेँ। तर उनले बारम्बार फोन गरेर टर्चर दिन थालिन्, धम्काउन थालिन्। त्यसपछि मैले आफ्नो माइतीका दाजुहरू र देवरलाई यो कुरा सुनाएँ। उहाँहरूले ल्यान्डलाइनमा कलर आइडी राखौँ भन्नुभयो। टेलिकममा केही पैसा तिरेर कलर आइडी राखियो। दाइ र देवरले त्यो नम्बरमा फोन गरेर ती केटीहरूको घर र अफिस पत्ता लगाउनु भयो। म्यान पावर कम्पनीमा काम गर्दिरहेछिन्। त्यसपछि प्रहरीमा जाने कुरा भयो। मैले रविजीलाई फोन गरेर भने कि यस्तो यस्तो फोन आइरहेको छ, हामी प्रहरीमा जाने विचार गरिरहेका छौँ। उहाँले ती केटीको विषयमा आफूलाई केही थाहा नभएको बताउनु भयो र प्रहरीमा जाँदा हुन्छ भन्नुभयो। त्यसपछि दाइ र देवरले ती केटीलाई अफिसमा गएर भेट्नुभयो अनि चेतावनी दिनुभयो कि अब आइन्दा फोन गरिस् भने तेरो घरमा प्रहरी आउँछ। त्यो केटी डराइछ। त्यसपछि उसको फोन आएन। यो घटना यत्तिकैमा सामसुम भयो। त्यति बेला मैले सोचेकी थिएँ ती केटी रविजीको कुनै फ्यान होलिन्। तर अहिले सोच्दा उनीसँग रविजीको केही थियो कि भन्ने पनि शङ्का लाग्छ। आखिर त्यत्तिकै त कसैले अर्काको श्रीमतीलाई धम्क्याएर फोन त गर्दैन नि। जे होस्, त्यो समस्या सल्टिएपछि यसलाई मैले त्यति बेला इस्यु बनाइन। अमेरिका गएको 6 महिनामा भिसा प्रक्रियाका लागि उहाँ नेपाल फर्कनुभयो। मलाई फेरि गर्भवती बनाएर उहाँ फेरि अमेरिका जानुभयो। अब मेरा काँधमा 2 छोरीको जिम्मेवारी आइपर्यो। छोरी जन्माउने क्रममा सासुआमाले सहयोग गर्नुभयो। नरान सकेपछि माइत गएँ। माइतीको सहयोगले गर्दा छोरीहरू हुर्काउन केही सजिलो भयो। रविजी अमेरिका फर्किएको केही समयपछि मलाई अर्को टर्चर सुरु भयो। मैले विभिन्न व्यक्तिहरूका मुखबाट रविजीको अमेरिकामा एकजना विवाहित नेपालीसित अफेयर चलिरहेको भन्ने गाईगुई सुन्न थालेँ। सुरुमा त हल्ला मात्रै होला भनेर त्यति ध्यान दिइनँ, तर हल्ला बाक्लो हुँदै गयो। मेरो परिवार र आफन्तको कानमा समेत यो कुरा पर्यो, जसले पनि यही कुरा सोध्न थाले, के हो तिम्रो बुढा त अमेरिकामा अर्कैसित बस्छ रे नि। मैले त्यस्तो केही होइन, झुटो हल्ला हो भनेर टाढिदिएँ। हुँदा हुँदा म आफ्नो मामा घर पनि जान नसक्ने अवस्थामा आयो। मानसिक तनाव बढ्दै गयो। रविजीलाई फोनमा सोध्थेँ, यस्तो हल्ला सुनिरहेको छु के हो भनेर। उहाँले ठाडै नकार्नुहुन्थ्यो। तर उहाँका थरी थरी फोटोहरू बाहिर आउन थालेपछि मित्रता मात्र हो भनेर पत्याउन गाह्रो हुँदै गयो। एकपटक त मैले रविजीलाई फोन गर्दा तिनै महिलाले उठाउनु भयो। त्यति बेलादेखि हो मैले डिप्रेसनको औषधि खानु परेको। जसोतसो आफूलाई सम्हाल्दै 2 छोरीलाई लालन पालन र शिक्षा दिशा दिलाउँदै गएँ। घरमा एकजना बहिनीलाई काम सघाउन राखेकी थिएँ। रविजीले अमेरिकाबाट पैसा भने नियमित पठाइरहनुहुन्थ्यो। पैसाको दुःख हुन दिनु भएन। अर्कोसित अफेयरमा रहे पनि उहाँले मलाई अमेरिकामा ल्याउन प्रोसेस गरिरहनु भएको थियो। प्रोसेस पुरा गरेर 2008मा 2 छोरीहरू लिएर अमेरिका गएँ। त्यति बेलासम्म उहाँले बाल्टिमोरमा गाडी र घर किनिसक्नु भएको रहेछ। अमेरिका गएपछि छोरीहरू स्कुल भर्ना गरेर मैले पनि काम थालेँ। केही समय बाहिर काम गरेँ। रविजी एउटा सबवे स्टोरमा म्यानेजर हुनुहुन्थ्यो। आम्दानी राम्रै थियो। पछि उहाँले आफै सबवे स्टोर खरिद गर्नुभयो। म त्यसैमा काम गर्न थालेँ। उहाँ चाहिँ बाहिरै काम गर्नुहुन्थ्यो। त्यति बेला अमेरिकामा भर्खर गएका नेपालीहरूलाई काम खोजिदिन उहाँ निकै सघाउनुहुन्थ्यो। मलाई अमेरिका जाँदा पनि धेरैले मलाई उही कुरा सुनाए, तेरो बुढा त फलानासँग लागेको छ अरे नि। धेरैले यही भन्थे। तर म गएपछि रविजीले ती महिलासँग ब्रेकअप गर्नुभयो। दुवैजना विवाहित भएकाले सम्बन्धलाई निरन्तरता दिन सजिलो पनि थिएन उहाँलाई। यद्यपि ती महिलाले उहाँसँग विवाह गर्ने प्रस्ताव राख्नु भएको थियो अरे। यस विषयमा उहाँहरू बीच ठुलै झगडा भएको मैले पनि सुने।
म अमेरिका गए लगत्तै ती महिला रविजीसँग रिसाएर नेपाल फर्कनु भएछ। एक प्रतिष्ठित र जहान परिवारवाली व्यक्ति भएको हुनाले म ती महिलाको नाम लिन सक्दिनँ। उहाँका धेरै फोटा र लिभ साइन गरिएका कागज मैले रविजीको ड्रयरमा भेटाएकी थिएँ। अमेरिकामा सँगै बसेपछि दाम्पत्य जीवन सुखद होला भन्ने कल्पना रमाएकी थिएँ, तर मैले सोचे जस्तो भएन। किन उहाँ मसँग तर्किनुहुन्थ्यो। मैले असन्तुष्टिको कारण सोद्धा पनि केही बताउनु भएन। मन खोलेर कहिल्यै कुरा गर्नु भएन। मलाई यसरी अपहेलना गरे पनि छोरीहरूलाई भने माया गर्नुहुन्थ्यो, अहिले पनि गर्नुहुन्छ। पारिवारिक दायित्व प्राविधिक रूपमा निभाउनु भएको थियो। घरका आवश्यकताका कुराहरू जुटाइदिनुहुन्थ्यो। छोरीहरूको शिक्षा दीक्षा घरको किस्ता सबै कुराहरू हेर्नुहुन्थ्यो। काममा दिनरात मेहनत गर्नुहुन्थ्यो। सबै कुरा राम्रो हुँदाहुँदै पनि स्वास्नीसित भने राम्रो व्यवहार गर्नु भएन। मैले कहिलेकाहीँ टाउको दुख्यो भन्दा पनि झर्किनुहुन्थ्यो। बिरामी हुँदा एक्लै अस्पताल जानु पर्थ्यो। एउटै ओछ्यानमा पनि हामी अपरिचित जसरी सुत्थ्यौँ। यिनै कारणले हामी बीच असमझदारी बढ्दै गयो। म पनि उहाँसँग मुखमुखै लाग्न थालेँ। भनेको टेर्न छोडेँ। उसले मलाई श्रीमतीको भ्यालु दिँदैन भने म मात्र किन लाचार बनिरहने जस्तो लाग्थ्यो। छोरीहरूका अगाडि भने हामी आफ्नै झै झगडा लुकाउन खोज्थ्यौँ, तर कति दिन लुकाएर साध्य हुन्थ्यो र। एक दिन हाम्रो ठुलै झगडा भयो र उहाँ घरै छाडेर हिँड्नुभयो। त्यति बेला उहाँको बाहिर एक विदेशी केटीसँग चक्कर चलिरहेको रहेछ। सायद त्यही भएर म प्रति वितृष्णा पैदा भएको रहेछ। उहाँ घर छोडेर त्यही केटीसँग लिभिङ टुगेदरमा बस्न थाल्नुभएछ। बेला बखत घरमा आउनुहुन्थ्यो। आवश्यकताका वस्तुहरू किनेर राखिदिनुहुन्थ्यो अनि जानुहुन्थ्यो। मसित खासै नबोले पनि छोरीहरूसित बोल्नुहुन्थ्यो। सन् 2013मा म दुवै छोरीलाई लिएर छुट्टी मनाउन नेपाल आएँ। हामी आउनुभन्दा 2 हप्ता अगाडि उहाँ पनि नेपाल आउनुभएको थियो गिनिज बुकमा नाम लेख्नको सिलसिलामा, तर हाम्रो भेट भएन। नेपाल आएको केही दिनमा मलाई अमेरिकामा रविजीको स्टोरमा काम गर्ने एउटी केटीको मेसेज आयो। तिम्रो श्रीमानले तिमीलाई 2 वर्षदेखि धोका दिइरहेको छ। ऊ एउटी केटीसँग लिभिङ टुगेदरमा छ र एउटा छोरा पनि भइसकेको छ, उनले लेखेकी थिइन्। उनले को केटी हो त्यो भनेर भन्न मानिनन्। मलाई उनको कुरा पत्याउन गाह्रो पर्यो। मलाई आमाले त पहिलेदेखि भन्नुहुन्थ्यो कि लोग्ने मान्छे त्यत्तिकै बाहिर एक्लै बस्दैन, होस् गर भनेर। मैले आफ्नो श्रीमान त्यतिसम्म त गिर्नुहुन्न होला जस्तो सोचेकी थिएँ, तर नसोचेको भयो। त्यति बेला रविजी नेपालबाट अमेरिका फर्किनु भएको थियो। मैले उहाँलाई फोन गरेँ। उहाँले त्यो केटीसँगको सम्बन्ध सहजै स्वीकार्नु भयो। हो, हाम्रो छोरा पनि छ उहाँले भन्नुभयो। उहाँले केटी पनि चिनाउनु भयो। मलाई मेसेज गर्ने केटी नै रहेछ। उनीसित मेरो रविजीको अफिसको पार्टीमा भेटघाट र चिन्जान भएको थियो। फेसबुकमा पनि साथी थिइन्। बेला बखत कुरा पनि हुन्थ्यो। उसैसित सम्बन्ध राखेर रविजीले सन्तान समेत जन्माएको सुन्दा म त छाँगाबाट खसेजै भइहालेँ। छाती भत्भती बोल्न थालेँ। मैले यो कुरा आमालाई बाहेक कसैलाई सुनाउन सकिनँ। छोरीहरू लिएर केही दिनपछि अमेरिका फर्किएँ। हामी अमेरिका फर्कदा उहाँ घरमै हुनुहुन्थ्यो। उदास मुद्रामा देखिनुहुन्थ्यो। हामी बीच कुराकानी भयो। उहाँले विदेशी केटीलाई आफूले छोडिदिएको सुनाउनु भयो। आफूहरू बीच कानुनी रूपमा बिहे नभएको र बच्चा मात्रै भएको उहाँको स्पष्टीकरण थियो। उहाँले अब घरमै मिलेर बस्ने प्रस्ताव राख्नुभयो, तर फेरि पनि सम्बन्ध सुधार हुन सकेन। मैले बाहिर सुने कि उहाँको एउटा मन्दिरमा गएर बिहे पनि गरिसक्नु भएको थियो। मलाई बारम्बार ती महिलाको फोन आइरहन्थ्यो। कहिले बच्चा बिरामी भयो भने कहिले के भयो, यो मलाई सोच्न नसकेन। आफ्नो श्रीमानमाथि अर्को महिलाले हक जमाएको कुन श्रीमतीलाई स्वीकार्य होला। त्यसपछि मैले उहाँलाई प्रष्ट शब्दमा भने, कहिलेसम्म दुईवटा ढुङ्गामा खुट्टा राख्छु, बरु त्यो बच्चालाई घर लिएर आऊ, म हुर्काइदिन्छु। तर तिमीले अर्की महिलासँग गएर रात बिताएको म सहन सक्दिनँ। तिमी उसित पूर्ण रूपमा अलग हुन सक्दैनौ भने मलाई डिभोर्स देऊ। उहाँले डिभोर्स गर्न नसक्ने बताउनु भयो, बरु दोस्रो सम्बन्धबाट अलग हुने प्रतिबद्धता जनाउनु भयो। तर पारा भने फेरिएन। म प्रति झन् धेरै वितृष्णा, शारीरिक रूपमा नजिक हुनै नचाहने त्यति बेलादेखि हो सोफामा सुत्न थाल्नुभयो। आखिर के कारणले मसित नजिक हुन खोज्दैनौ भनेर सोद्धा जवाफ दिनुहुन्थ्यो, भर्खरै यत्रो काण्डबाट निस्केको छु। तिमीप्रति फिलिङ्स आउन मलाई समय लाग्छ।
बरु मलाई औषधि खुवाएर बिहोस बनाऊ र जे गर्न मन लाग्छ गर। यसरी हाम्रो सम्बन्ध भयङ्कर जटिलताको मरुभूमिमा फसियो। मसँगै बस्न मन नलागेर हो वा नेपालमै केही गरौँ भन्ने मनसायले हो वा दुवै कारणले हो रविजी अमेरिका छोडेर नेपाल आउनुभयो। टेलिभिजनमा काम थाल्नुभयो। कामसँगै नाम पनि कमाउनु भयो। सर्वत्र उहाँको चर्चा हुन थाल्यो। टेलिभिजनमा उहाँ ठुला आदर्शका कुरा गर्ने, सबैलाई नैतिकताको पाठ पढाउने। उहाँको यस्तो प्रस्तुति मलाई ठुलो आडम्बर लाग्थ्यो। आफ्नै श्रीमतीलाई 2 दशकदेखि अन्यायमा राखिरहेको व्यक्तिले अरूको परिवार मिलाउन हिँडिरहेको देख्दा हाँसो पनि उठ्थ्यो। तर मैले उहाँको प्रगतिमा बाधा पुर्याउने कहिल्यै चेष्टा गरिनँ। निजी जीवनका विषयहरू पर्दाफास गरेर उहाँको करियर सिद्ध्याइदिउन उस्काउनेहरू धेरै थिए, तर मलाई मन लागेन। फेसबुकमा समेत आफ्नो निजी जीवनका बारेमा केही लेखिन। उहाँको सबैभन्दा ठुलो सम्पत्ति नै नाम थियो। त्यही नामलाई बदनाम बनाइदिएर आखिर मैले के पाउँथे र? यही सोचेर चुपचाप बसे। टेलिभिजन पत्रकारिताबाट उहाँले केही असाध्यै राम्रा काम गर्नुभएको छ, त्यसको म पनि प्रशंसा नै गर्छु। मेरो भन्नु यति हो कि अरूलाई उपदेश दिनेले आफू पनि त ठिक बाटोमा हिँड्नु पर्यो नि, होइन र? यसबीचमा उहाँले मसित सम्बन्ध सुधार्ने कुनै सङ्केत देखाउनु भएन, बरु झन्झन टाढिँदै जानुभयो। नेपालबाट मलाई कहिल्यै फोन नगर्ने, केही भन्नु परे छोरी मार्फत भन्नुहुन्थ्यो। 1 वर्षदेखि उहाँको र मेरो दोहोरो सम्बन्ध नै भएको थिएन। करिब 6 महिना अगाडि जेठी छोरी मार्फत डिभोर्सको कुरा निकाल्नुभयो। छोरीले मसित भनी, मैले ठाडै अस्वीकार गरेँ। तर छोरीको दिमाग फुटेर लगातार दबाब दिन थाल्नुभयो। उहाँले पैसा र सम्पत्तिको प्रलोभनहरू दिनुभयो। यदि तिम्री आमा अहिले मेरो सम्पत्ति लिएर अलग भएन भने पछि समस्या पर्छ, किनकि मेरो सम्पत्तिमा विदेशी महिलाको छोराको पनि हक छ। त्यति बेला हाम्रो सम्पत्ति 3 भाग लाउनु पर्ने हुनसक्छ। घर जान्छ, तिमीहरू सडकमा आउँछौ। अहिले नै डिभोर्स गर्ने हो भने भएको सबै सम्पत्ति दिन तयार छु। बुबाले भनेको कुरा सुनाउँदै छोरीले मलाई भनी, पैसा र सम्पत्तिको लागि म आफ्नो 25 वर्ष लामो दाम्पत्य सम्बन्ध टुङ्ग्याउन चाहन्थे। उहाँले माया नगरे पनि मेरो त माया थियो नि उहाँप्रति, कसरी आफ्नो मनबाट निकाल्नु मलाई? तर छोरीहरूले निकै प्रेसर गर्न थाले। आखिर उनीहरू पनि हाम्रो निरन्तरताको कहलबाट आजित भइसकेका थिए। सम्पत्ति लिएर अलग अलग बस्नुहोस्, आफ्नो गरी खानुहोस्, कतिन्जेल त्यसरी तनाव बोकेर बस्ने, जेठी छोरीले भन्यो। कान्छी छोरीको पनि उस्तै भाव थियो, तपाईँहरूको झगडाले हामीलाई असर गर्छ, त्यसैले अनन्त मैले मुटुमा ढुङ्गा राखेर डिभोर्स पेपरमा साइन गर्ने निर्णय लिए र नेपाल आएँ। नेपालमा पनि रविजी मसँग प्रत्यक्ष कुरा गर्न नचाहने, आफ्नो तर्फबाट अख्तियारनामा दिएर एक व्यक्ति भिडाउनु भएको थियो। उसैसँग मैले डिल गर्नु पर्थ्यो। नेपालमा श्रीमानले पनि सम्बन्ध विच्छेदको मुद्दा दिन पाउने व्यवस्था भदौ 1 बार त लागू भएको रहेछ। त्यसको 3-4 दिनमै उहाँले डिभोर्सको मुद्दा दायर गरिसक्नु भएको रहेछ। मैले नेपाल आएर फेरि पनि अन्तिम प्रयास गरेँ मिल्नका लागि, तर उहाँ भेट्नै नआउने। मैले पनि उहाँको एजेन्ट मार्फत खबर पठाइदिएँ कि नभेट्ने हो भने बहुविवाहको मुद्दा लगाएर जेल पठाइदिन सक्छु। धम्की मात्रै दिएको थिएँ, मुद्दा लाउने सोच त थिएन। तर यसले काम गर्यो। उहाँ बल्ल भेट्न आउनुभयो। मैले भने, अझै पनि केही बिग्रेको छैन, पुराना कुरा भुलेर नयाँ जीवन अगाडि बढ। मैले ठाडै नकार्नु भयो। म मिल्ने कुरा गर्न आएको होइन, बरु सम्पत्ति पैसा के कति चाहिन्छ भन्नुभयो। उहाँ आफ्नो काठमाडौँमा रहेको अपार्टमेन्ट र अमेरिकाको घर दुवै मलाई दिन तयार हुनुहुन्थ्यो। यसरी डिभोर्सका लागि आफ्नो सबै सम्पत्ति सुम्पिन पनि तयार हुनुको पछाडि एउटै कारण थियो, उहाँको नयाँ अफेयर। रविजी केही समयदेखि एक डिभोर्सी महिलासँग अफेयरमा हुँदो रहेछ। उहाँहरू बीच इन्गेजमेन्ट समेत भइसकेको हल्ला समेत सुने। सत्य हो कि होइन थाहा छैन, तर विवाहका लागि मसितको सम्बन्ध तोड्नै पर्ने बाध्यता रविजीलाई थियो। त्यसैले आफ्नो बाटो क्लियर गर्नका लागि सब थोक सुम्पिन तयार हुनुभएको। यति थाहा पाइसकेपछि अब मैले उहाँसित थप किचकिच गरिरहनु अर्थ भएन। अन्त्यमा मैले मङ्सिर 9 गते डिभोर्स पेपरमा साइन गरेँ। मङ्सिर 11 गते हाम्रो विवाहको 25औं अर्थात् सिल्भर एनिभर्सरी थियो। त्यसको 2 दिन अगाडि उहाँले मलाई डिभोर्स पेपर हातमा थमाइदिनु भयो। एनिभर्सरी गिफ्ट मानेर त्यसलाई स्वीकारेँ। त्यस रात म खुबै रोएँ। मैले उहाँलाई त्यति बेला भनेकी थिएँ, 2 दिन पर्ख न त, एनिभर्सरीकै दिन डिभोर्स गरौँ, तिम्रो नाममा अर्को रेकर्ड पनि हुन्छ। तर उहाँको हतार उहाँलाई नै थाहा थियो।
भावनात्मक रूपमा वर्षौँदेखि एक्लै थिएँ, अब कानुनी रूपमा पनि एक्लै भएकी छु। छोरीहरूप्रतिको जिम्मेवारी बाँकी छ। उनीहरूको आर्थिक दायित्व रविजीले लिनुभएको छ, तर अभिभावक तत्त्व त मैले दिनै पर्छ। कागजी रूपमा डिभोर्स गरे पनि रविजीलाई मैले आफ्नो मनबाट निकाल्न सक्दिनँ, कहिले निकाल्ने पनि छैन। म मरेपछि मात्रै उहाँलाई बिर्सन सक्छु। मैले डिभोर्स गरे लगत्तै रविजी र छोरीका नाममा आर्थी र लभ साइन लेखिएको ट्याटु खोपाएँ। यो ट्याटुले मलाई सदा उहाँको अनुभूति गराइरहनेछ। डिभोर्सपछि मैले आफ्नो थर लामिछाने नै राखिरहेकी छु। धेरैले मलाई थर किन चेन्ज नगरेको भनेर सोध्नु भएको छ। म भन्न चाहन्छु कि यो थरमा मेरो हक लाग्छ। मैले 25 वर्षसम्म बोकेर हिँडेको थर कसरी तुरुन्तै निकालेर फ्याँकौँ? सक्दिनँ। उहाँ मेरो श्रीमान नरहे पनि मेरा छोरीहरूको बुबा त आजीवन हो नि। मान्छेले जीवनमा गल्ती गर्छ, तर गल्ती महसुस गरेर आफूलाई सच्याउनु महानता हो। रविजी सम्भवतः चाँडै विवाह गर्दै हुनुहुन्छ। उहाँको तेस्रो विवाह र चौथो प्रेम सम्बन्ध असफल नरहोस्। म अझै पनि उहाँको प्रगति हेर्न चाहन्छु। पूर्व पत्नीको तर्फबाट यही शुभकामना छ। उहाँको तेस्रो दाम्पत्य सम्बन्ध सफल र दीर्घायु होस्। जहाँसम्म मेरो जीवनको सवाल छ त्यसबारे केही निर्णय लिएको छैन। तिमी पनि अर्को बिहे गर न भन्नेहरू धेरै छन्। मैले माथि पनि भनिसकेँ कि डिभोर्स गरेका पुरुषलाई अर्को घर बनाउन सजिलो छ, महिलालाई छैन। त्यसमाथि यति ठुलो चोटबाट निस्कन मलाई समय लाग्छ। भविष्य त कसले देखेको छ र होइन र? यो त थियो ईशा लामिछानेसँग कुराकानीमा आधारित भएर अनलाइन खबरले लेखेको लेख। तपाईँलाई यो लेख कस्तो लाग्यो? आफ्नो अमूल्य सुझावहरू तलको कमेन्ट बक्समा दिन नभुल्नुहोला।